यसलाई फ्याँकिदिनुहोस् हजुर, यो हाम्रो लागि बाधा हो। यही ठीक फ्याँकिदिनु। छ, मलाई अब यो चाहिँदैन। बाबा, मलाई यहाँ नछोड्नुहोस्। मलाई हजुरको खाँचो छ। म तिमीलाई माया गर्छु र जेसुकै भए पनि म सधैँ तिम्रो साथमा रहनेछु। म पनि तिमीलाई धेरै माया गर्छु, जुन म शब्दमा वर्णन गर्न सक्दिन। तिमीसँग यसरी सँगै हुन पाउँदा धेरै राम्रो महसुस भइरहेको छ। न्यानो गरी सुत मेरो जीवन। हजुरको दिन शुभ रहोस्। म घरमा हजुरलाई पर्खेर बस्नेछु। छिट्टै भेटौँला मेरो माया। आज म आफूलाई संसारकै सबैभन्दा खुसी नारी महसुस गरिरहेको छु। जीवन कति सुन्दर छ। हे भगवान, म कति राम्री देखिरहेकी छु। म ठ्याक्कै यस्तै विलासी जीवनको हकदार छु। हे भगवान, यो सबै मेरो भयो। अब यो सबै मेरो मात्र हो। यो अनि यो पनि सबै कुरा कति सजिलै भयो। सबै मेरो। यो सुन र गहना। उत्कृष्ट। सबै कुरा ठिक छ। अब बेपत्ता हुने बेला भयो। बाई बाई दरबार, तिम्रो साथ निकै रमाइलो रह्यो। ए भित्र आऊ सुन्दरी, तिमी जहाँ भन्छौ हामी त्यही लैजान्छौ। उत्कृष्ट। अब गाडी हाक, हामी यहाँबाट छिट्टै टाढा जानुपर्छ। ठीक छ हेन, जाऊ छिटो। यही रोक, मैले एउटा काम गर्नु छ। हुन्छ नि मालिकनीज्यू, म तपाईलाई यही छोडिदिन्छु। यो सबै सामानको बदलामा मलाई नगद चाहिन्छ। कुनै प्रश्न सोध्न पाइने छैन र कुनै रेकर्ड पनि राख्ने छैन। यो त निकै प्रभावशाली छ। मलाई यसको मूल्याङ्कन गर्न दिनुहोस्। उत्कृष्ट। मलाई ठ्याक्कै यही चाहिएको थियो। फेरि भेटौँला महाशय। तपाईको दिन शुभ रहोस्। हामीले गर्यौं। म धनी भए, म स्वतन्त्र भए। गजब गर्यो च्याम्पियन। अब हामी कहाँ जाने त? मैले यो रिपोर्ट 5 बजे भन्दा अघि नै सकिसक्नु पर्छ। आजको रात निकै लामो हुनेवाला छ। अर्को एउटा दिन जीवनमा अगाडि बढ्नकै लागि मात्र यसरी काम गरिरहनु परेको छ। म घर आइपुगे। तिमी कहाँ छौ? के तिमीले खाना बनायौ? हेलो, यहाँ कोही किन छैन के? सबै कता गयो? उसले त मलाई लुटेर बर्बादै पारेछ। म उसलाई जहाँ भए पनि खोजेरै छाड्छु। हामी आजको रात यो मज्जाको हकदार छौं साथी। आऊ रमाइलो गरौँ। ठ्याक्कै ठिक भन्यो। तिमी मैले धेरै समयपछि भेटेकी सबैभन्दा रोचक नारी हौ। आऊ। तिमीलाई ठ्याक्कै के भन्नुपर्छ थाहा छ हैन त? चियर्स। तिमीसँग यसरी नाच्नु एउटा यस्तो सपना जस्तै हो जहाँबाट म कहिले बिउजिन चाहन्न। लौ त, अहिले नै नबिउजिहाल्न। नानी, यहाँ एकजना हुनुहुन्छ जसले तपाईलाई धेरै समयदेखि भेट्न खोजिरहने रोचक प्रस्ताव छ भन्नुहुन्छ। रोचक प्रस्ताव? उहाँलाई यतै बोलाउनुहोस् न त। महानुभावहरू, मलाई लाग्छ हामी एकअर्कालाई देखाउनको लागि केही खास चीज छ। हामीसँग रातभरिको समय छ। भन्न त के रहेछ? महानुभावहरू, यो हेर्नुहोस्। यो त मसँग भएको सम्पत्तिको एउटा सानो हिस्सा मात्र हो। अविश्वसनीय। हामीले कहिले यति धेरै सुन एकैसाथ देखेका थिएनौं। तपाई त साँच्चै कि रानी हो। तपाईहरू सबैलाई धन्यवाद। मलाई एउटा चोरीको उजुरी गर्नु छ। तिनीहरूले मेरो सबै कुरा लुटेर लगे। म उसलाई अहिले नै पक्राउ परेको हेर्न चाहन्छु। यो रात कहिल्यै नसकियोस् सधैँ गरौ। तपाई चोरीको आरोपमा पक्राउ पर्नु भएको छ। हामीसँग हिँड्नुहोस्। के भन्नुभएको? यो पक्कै कुनै गल्ती हुनुपर्छ। हामीसँग हिँड्नुहोस्। मैले के गरेकी छैन। मलाई माफ गरिदिनुहोस्, म धेरै दुखी छु। मैले मेरो जीवनमा यो के गरे? मलाई बचाउनुहोस् प्लिज। कोही मलाई बचाउनुहोस्।